एभ्रिवान सेवाडो चाहिँ म ठ्याक्क बबीको रुममा छु अनि आज चाहिँ हामीहरू माम पकाएर खान आँटेको माम पकौडा के बनाएर खान आँटेको होइन म तपाईँहरूलाई पहिला बबीको रुम भिजिट गराउँछ है त हामीहरू ढोकाबाट छिरे यो मैले बबीलाई दिएको ढोकाबाट छिरेपछि चाहिँ बबीको जुत्ताहरू भेट्ने देखिन्छ त्यसपछि मेरो यो मिसी गरेको मैले मिसी गरेको यो चाहिँ बबीको फुल उसको मेसिन ऊ चाहिँ बबी वेलकम टु बबीज होम अरे के अरे यो बबीको उयसमा चाहिँ ब्यागमा चाहिँ पैसा हुँदैन बरु तर पेन किलर हुन्छ हैन यति खाइसकेपछि अब एउटा रहेछ भनेपछि आफै सोच्नु यस बबीको मनी प्लान्ट यो बेबी आएको है आफै यो के भन्छ अनि के एउटा के कुरा भन्छु भन्दाखेरि म भन्छु नि कुनै पनि रिलेसन टिकेन जति गर्दा पनि भएन भने काटेर फ्याँकिदिने हो क्या त्यसलाई यो पनि यसको माउलाई मैले कति वजनदार काटेर लास्ट यसको सानो डाक्ला रोपिदिएँ त्यसबाट आएको हो यो चाहिँ एउटा ज्ञानको कुरा लेकिन यहाँ में पिघल ज्ञानको कुरा सुन्नुभयो नि तपाईँहरूले यो बबीको टोइलेट यो बबीको यो चाहिँ आफ्नै निजे खुदै स्वयंको रुम हो यो चाहिँ उसको अनि यो चाहिँ यो माग सेवा गर्ने कोठा हैन कम त धनी छ है हेर बबीको केल्मीदेखि लिएर निलम कलेक्सनदेखि लिएर कोच सोच एलभी सब हुन्छ उसको यहाँ हेर यस्तो महँगो एङ्की जारको उयो वेल म्यानेज गरेर बस्छ है ऊ चाहिँ यो चाहिँ मेरो लुगाहरू हो म चाहिँ यति नै लाउँछु है लुगा मेरो धेरै लुगा छैन नानाको जस्तै धनी छैन अब हामी पस्छौँ किचनतिर सो यो चाहिँ हाम्रो किचन अनि मैले यहाँ यो रेडी गरेर राखिसकेको छु अब म यहाँनिर क्याबेज काट्छु भनेर खोइ कहाँ छ अघि ल्याएको ग्रोसरीहरू कहाँ छ इस यो चाहिँ हामीले ल्याएको अहिले भर्खरै प्याजीको पकौडा बनाउन आँटेको त्यही भएर म फर्स्टमा यो काट्छु है त थाहै छैन काट्ने कहाँ छ कमेडी लाग्यो क्याबेज त्यसलाई सानो काट्नुपर्छ ऊ बनाउँदा चाहिँ के अरे पकौडा बनाउँदा चाहिँ यसलाई सानो काट्ने है त सो म चाहिँ पहिला चिया बनाउँछु किनभने हामी दुईजना लास्टै भोक लागेको छ चिया र बिस्कुट खाइहालेर अलिअलि होइन उसी के कुम्फु ए खोइ हेरौँ काट्दैन यसले पनि काम थनेर बस्ने एकैछिन प्याजी अनि त्यहाँबाट हामीले चाहिँ खाँदैछ अहिले यो चाहिँ यसको नाम के अरे बबी पकौडा हामी त बेङ्गन पकौडा बेन्टा पकौडा अब हामी पकाउन आँटेको अब म साग लाउँछु अनि त्यहाँ सबै रेडी भएपछि एकैचोटि बनाउन थाल्ने नि सबै रेडी भइसकेको छ है हाम्रो चाहिँ यहाँ दाल पकाउन आँटेको छ उसले माम एकछिनमा बनाउने होइन सबैभन्दा लास्टमा नि माम अब म पकौडा पकाउँदै गर्छु ल चाहिँ म साग केलाउँदैछु भोक यति धेरै लागेको छ होइन गम खान मन परिरहेको छ तर अब के छ दाल पाक्न आँट्यो अब पकौडा एकैछिनमा तारिहालिन्छ होइन अनि त्यसपछि साग फारफुर गर्ने खाने अनि त्यसपछि यहाँ चाहिँ नानाले पकौडा तार्दै हुनुहुन्छ सबै कुरो एक बारमा रेडी हुन्छ अब यो अचारको लागि सब रेडी भइसक्यो यो पनि रेडी एकैछिनमा पाक्छ र कस्तो ब्लर आएको अब यो पनि भइहाल्छ यो यसको लागि हो मैले कि पहिला काममा जाँदाखेरि खाना लिएर जान्थेँ आजभोलि मात्रै खाएर जान्छु होइन अनि मलाई जहिले यो प्लास्टिकको पन्चा देख्दा एउटा के कुरा याद आउँछ भन्दाखेरि कि नानाले तपाईँले भात लिएर आउनु सब्जी मै लिएर आउँछु भन्नुभएको थियो अनि ल भने चाहिँ दाल बनाएछ अचार बनाएछ होइन अनि करेला फ्राई गरेछ कि अनि राख्ने सामान नभएर यही प्लास्टिकको पन्जामा क्या यस्तै प्लास्टिकको पन्जामा करेला हालेर लिएर आएको थियो अनि एउटा करेला त यो औँलाभित्र पसिरहेको थियो कि म त कस्तो हाँसिटेको अनि त्यति बेलामा नानाले मलाई मुखको त्यो मै हालिदिएको थियो क्या मुखमा हाँसेर क्या उछिटाइदिएको थियो क्या गाइस
अनि तपाईँहरूलाई एउटा कुरा थाहा छ कि छैन, हामी चाहिँ पुरा वाइफ म्याटेरियल हो है, कस्तो म्याटेरियल भन्नु नआएको, वाइफ म्याटेरियल हो है ल। सिलिन्डर कति भित्र आएको जुत्ताभित्र। एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह। यो चाहिँ नयाँ होइन, यो नयाँ होइन, कस्तो चेपमा नि। अब कसरी राख्नु त्यहाँनिर? यो पो हो, त्यो पो गरौँ हुन्छ त लास्टै। खै म गर्छु कम त बलिएछ बबी। पकौडा इज अल्सो रेडी। अनि हाम्रो त्यहाँ मसरुमको अचार, दाल रेडी भइसकेको छ, भात रेडी हुँदैछ। अब साग रेडी नानाले बनाउनुहुन्छ, रेडी हुन्छ। त्यहाँदेखि बेङ्गन फ्राई गर्ने, बस। यहाँनिर पकौडा तारिँदैछ, तर्से म पकौडा हो ए जे भए पनि भेन्टा पकौडा तारिँदैछ। यो चाहिँ यहाँ भइसक्यो, भात पाकिसक्यो। भाँडा माझ्नेदेखि लिएर तपाईँले तरकारी केलाउनेदेखि धोनेदेखि होइन पकाउनेदेखि सब मैले गरेको ल। मस्त जोक मारा नाना युट्युबरहरूले माया गरिदिनु भनेकै सब्सक्राइब सेयर कमेन्ट गरिदिनु भनेको है। है माया गरिदिनु, माया गरिदिनु, पैसा ही पैसा होगा। माया गरिदिनु ल। चाहिँ म चाहिँ अहिले यो अचार मुस्दैछु। अनि यो यसमा चाहिँ के लाउनुपर्छ भन्दाखेरि सुकेको खोर्सानी अनि फ्राई गरेर, अनि निम्बु निचरा हाल्नुपर्छ, धनियाँ प्याज अनि मसरुम पनि फ्राई गर्नुपर्छ है। अनि नुन लाएर यसरी मुसिदिनु, त्यसै मिठो हुन्छ। दामी हुन्छ नि। यो चाहिँ अलिकति उयो ओभर फ्राई भयो कि जस्तो लाग्यो मसरुम। छैन ठिकै छ। अनि अझै तिल छ भने तिल पनि हाल्दा मिठो हुन्छ। मलाई तिल त मन पर्दैन हौ। ए हो, यतिको पनि मिठो हुन्छ। मलाई तिल चाहिँ मन पर्दैन। ल अब दाल र भात लगाइसक्यो, अब साग पनि यहीँ लाउँछु है। यहाँ लाउने सबै असल बुहारी हुन्छ है बबी चाहिँ। कसको हुन्छ होला बुहारी, कसको हुन्छ होला बुढी। खपर फुट्न आँट्यो। साह्रै धेरै भयो। हामीहरू जति नै राम्री, जति नै जेसुकै भए पनि हामी खाने बेलामा चाहिँ धेरै नै खान्छौँ। हामी त्यसमा चाहिँ कम्प्रोमाइज गर्न सक्दैनौँ। एहे रहा नहीं जाता, तड़प ही ऐसी है ना। कहिलेदेखि भोक लागेको हामीलाई नि रिङ्गटा लागिसकेको थियो कसम। 10 बज्न आँट्यो होइन, साढे 9 भयो भनौँ न। अनि भोक लागेको 6 बजीदेखि भयो। यसै पज गर्नु। दालमा नुन लागेछ? नुन तातै खान्छ त, तर के भएको? यति गर्छ नि त पकाउने अघि। नुन लागेन है? अलिक खराएको छ होइन? लाग्छ। अलिक खराउनु पर्छ होला हौ बेङ्गन। खराएको चाहिँ तपाईँलाई तितो लाग्यो नि त। पहिलाको टेस्ट आयो मसरुमको अचार साग्नु त। अलिकति ओभर फ्राई भएछ तर होइन नट ब्याड। मिठो भयो। पिरो भयो नि ठिकै हो। के हो पिरो नि त्यो। म एक्लै हुँदा पनि आइटमहरू बनाएर खान्छु, तर कति भएको थियो र नखाएको। म एकदम अनि आज ठिक्कै प्लान भयो अनि बनाएर खाइदिएको। ए तपाईँहरू सोच्नुहुन्छ होला यस्तो भयो चाहिँ बुढाले माया गर्छ अरे। फेरि मेरो आप्पाको जहिले अड्किरहेको हुन्छ हो र भात। हाम्रो आप्पाको जहिले हुन्छ।
कि वाह क्या सीन है। अनि त्यहाँदेखि म के भएर नङ भए पनि हातले खाएँ भन्नुहुन्छ ल, तर म चाहिँ चम्चाले खानै सक्दिनँ हौ। अनि के होटल भएर पनि हातले खायो भन्नुहुन्छ भने मलाई मात्रै मेसेज गरेर भन्नु, नानालाई कमेन्टमा नभन्नु। मिठो भयो मैले पकाएको नि त बुहारी नानीले पकाएको कि कम्ती कम्ती घाँस खानु पर्यो। किङ अफ द टेबल काटे चाहिँ किन हाल्नु नि स्वादको मजा लिँदै खानु न ठुल्ठुलो घाँस लाउने बानी भएर मैले भिडियोमा चाहिँ आधी आधी मात्रै घाँस लगाएर चाहिँ बुझ्नु है। त्यो भुँडी लुकाउनु न ऐसे तो नहीं होता है। खानदानी बुढी कोही केटीहरू मोटी देख्यो भने कति मोटी कहिले नभन्नु, उनीहरूको चित्तले चाहिँ कति हेल्दी भन्नु। लेकिन यार यहाँ में पिघल गया। हामीले चाहिँ अहिले माम खाइसकेको छौँ होइन। अनि आज त्यस्तो धेरै धेरै मिठो भयो खानेकुराहरू। बबीलाई थ्याङ्क्स। वेल अब कति 10 बज्न आँट्यो, 10 बज्यो भन्दै हुन्छ। अब टक्क सरसफाइ गरेर म घर जान्छु। अनि हाम्रो भ्लग मन पऱ्यो भने लाइक कमेन्ट सेयर गर्नु होला है त। सब्सक्राइब गर्नु ल। बाई।